आज यो सभाकक्षको यस ठाउँमा उपस्थित भइरहँदा जुन बेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिस्ट आन्दोलनलाई विशृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेहरूबाट विभाजन गरिएर गरौँ मन लिएर यही ठाउँबाट छुट्टिएर गएको थियो। फर्केर आज नेपाली कम्युनिस्ट पार्टी अन्तर्गत यहाँ बस्नुभएका नेता कमरेडहरू र यहाँहरू बीचमा उभिएर यसरी यो कुरा राख्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागे जस्तो महसुस भइरहेको छ। हाम्रो देश अत्यन्तै विकट अवस्थामा छ। हाम्रो स्वाधीनताको लडाईँ हामीले अझ सशक्त रूपमा लड्नुपर्ने छ। म त्यतातिर गर्न चाहन्न। जे होस्, हामीले जुन एउटा बलियो राष्ट्रिय शक्ति निर्माण गरेर हाम्रो सामाजिक न्याय, राजनीतिक र आर्थिक रूपान्तरणको यात्रालाई सशक्त रूपमा अगाडि बढाउने संकल्पका साथ चाहे अस्ति भर्खरै 10 दलको एकताको प्रसङ्ग होस् वा अहिले भर्खरै यादवजी र म नेपाली कम्युनिस्ट पार्टीको यो भावधारामा अगाडि बढेको कुरा होस्, यो अत्यन्त हाम्रो लागि सुखद छ। आउने दिनमा हामीहरू सशक्त रूपले संगठनात्मक, भावनात्मक एकता र संकल्पका साथ आफ्नो लक्ष्यमा पुगी छोड्नेछौँ भन्ने मलाई विश्वास छ। र यति भन्दै आज यस समारोहमा नेपाली कम्युनिस्ट पार्टीका अग्रज नेताहरू र यहाँहरू जस्तो मैले लामो समयदेखि साथ संगत गर्दै आएका साथीहरूको बीचमा यो हस्ताक्षर गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ। र म यो समारोहको आयोजना गर्नुभएकोमा नेपाली कम्युनिस्ट पार्टीको कार्यालय र सम्पूर्ण नेता कमरेडहरू र यहाँ उपस्थित सबै कमरेडहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै मेरो संक्षिप्त मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद, अभिवादन।